3 वर्षदेखि यहाँ माएर गएपछि मलाई चाहिँ गोर्खाको दोबन गाउँमा मेरो होटल थियो त्यहाँ के अरे लड्की पास ट्याग फुन्ने आर्मीले मेरो पुरा ध्वस्त पार्यो मलाई चाहिँ हप्की दब्की दिए गरेर ज्यान मार्ने धम्की दिएर आर्मीका फोम पहुँच दादागिरी देखाएर मलाई जम्मा दिने नाम मात्रै गर्यो 13 लाख जम्मा 13,82,000 मात्रै मेरो चाहिँ लगानी मात्रै 45,58,000 खर्च गरेको छ मैले न्याय पाउनु पर्यो सर म अन्याय गरेको छ एकदमै अन्याय गरेको छ उनीहरूले मेरो घर गोर्खा बारपाक वडा नम्बर 2 मेरो चाहिँ त्यहाँ दोबानमा मैले चाहिँ गेस्ट हाउस खोलेको थियो त्यहाँ चाहिँ मनसुबी भाडा जाने पर्यटनको लागि सुविस्ता देखेर सुविस्ता दिनु भनेर तर आर्मीले अब के अरे रोड खोल्ने तर म बम विस्फोट गर्दा मेरो होटल ध्वस्त भयो हजुरकै जग्गा त मैले बालमा लिएको त्यहाँ दोबान कान्छा भन्ने हजुर मैले चाहिँ 1 लाख वर्षको 1 लाख तिर्ने गरेर भाडामा लिएको अनि मैले खर्च गरेर बनाएको अनि बनाउने क्रममा चाहिँ के अरे 1 वर्ष पनि राम्रोसँग चलाउनु पाएको थिइनँ रोड खन्दै आयो उहाँहरूले के गर्यो भने के अरे रोड खन्ने क्रममा चाहिँ बम विस्फोट गर्दा ढुङ्गा लाएर पुरा क्षति भयो मेरो त्यही छ के अरे होटलको सबै फोटोहरू र उहाँले मलाई राम्रो क्षतिपूर्ति दिन हप्की दप्की गरेर धम्काएर के अरे ज्यान मार्ने 45,58,000 उहाँले क्षतिपूर्ति कति दिन्छ 13,82,000 र के अरे त्यो पनि 3 वर्षपछि मात्रै उहाँहरू के भयो भने त्यो मेजर चाहिँ त्यो मेरो होटल भत्काएपछि केही दिनमै नै भ्रष्टाचार गरेछ अनि जेलमा लग्यो त्यसपछि आयो फेरि भाग्यो त्यसै गरी मलाई 3 वर्ष त्यतिकै हल्लाएन होटल गरेर खानु पाउनु न मैले चाहिँ क्षतिपूर्ति पाउनु म चाहिँ ऋण गरेर बनाएको ऋणमा डुब्यो ऋण तिर्नु सकिनँ त्यही भएर न्याय पाउँछु भनेर यहाँ बसेको 3 वर्ष भएको प्रमिस गरिदिनु है बाचा केही पनि गरिदिनु म नबुझिकन हजुरसँग केही पनि गर्नु सुना पुग्छु मात्र पनि तयार गर्छु म समाधान गर्छु अहिले भन्नु सक्दैन मन्त्री आजको विषयमा थोरै बोल्दैन